नमस्ते सबैजनालाई लस्सो फ्याफुल्ला मेरो तर्फबाट मेरो मदन तामाङ मुक्तन युट्युब च्यानलमा तपाईहरुलाई फेरि पनि स्वागत गरे। कस्तो हुनुहुन्छ, कहाँ हुनुहुन्छ हैन, जस्तो हुनुहुन्छ खुसी रहनुस्, सुखी रहनुस्, व्यस्त रहनुस्, स्वस्थ रहनुस् भन्दै मेरो आजको यो छोटो 5 मिनेटको भिडियो चाहिँ तपाईहरुलाई एउटा सन्देशमूलक भिडियो हो हैन। तपाईहरु चाहिँ स्किप नगरिकन हेर्दिनुस्। धेरै लामो पनि हैन, 5 मिनेटको धेरै समयपछि भिडियो बनाउँदै छु हैन मेरो यो युट्युब च्यानलमा। तपाईहरुले सब्स्क्राइबर छैन भने सब्स्क्राइबर गरिदिनुस्, एउटा लाइक पनि कमेन्ट पनि हाल्दिनु होला। आगामी दिनमा मैले कस्तो बनाउनु पर्छ भिडियो, कस्तो भएन, म नयाँ युट्युबमा नयाँ भिडियो बनाउँदै छु, नयाँ भर्खर स्टार्ट गरेको हो हैन। तपाईहरुलाई म एउटा सानो हिजो मैले लेखेर राखेको थिएँ, तपाईहरुलाई म यो चाहिँ यसको चाहिँ छोटो व्याख्या गर्छु म तपाईहरुलाई। कहिले पनि कसैलाई आफ्नो आदत नबनाउनु छुटाउन निकै गाह्रो पर्छ। र यो भन्न खोजेर चाहिँ कोही सबै मान्छेहरु हैन, सबै मान्छेहरु कस्तो हुन्छ, एउटा न एउटा आदत हुन्छ, तर राम्रो नराम्रो त्यो तपाईको ठाउँमा छ। तर आदत यस्तो चीज आदत चाहिँ नबनाउनुस्, किनकि कस्तो आदत भन्दा कसैसँग फोन नगरेर निदाउनै नसक्ने, त्यो पनि एउटा आदत हो। कोही जाँड रक्सी पिउने हैन, कोही तास जुवा खेल्ने, त्यो पनि एउटा आदत हो। त्यहाँबाट छुटकारा पाउनलाई तपाईलाई एकदम धेरै मुस्किल हुन्छ है। विगत हिजोको दिनमा पनि त्यो पुक्त भोगी हो हैन। 70 बनाएकै त्यस्तो आदतहरुले धेरै चीज हुन्छ। बेरोजगारीको धेरै चीज हुन्छ के, आदत धेरै आदत हुन्छ। त्यसैले कसरी हुन्छ, काम सानो ठुलो हुँदैन, जस्तो काम गरे पनि जे काम गरे नि खुसी साथ आफ्नो मन भित्रदेखि मन मुटु सब लाएर हैन काम गर्नुस्। व्यस्त भयो भने स्वस्थ तपाई अटोमेटिक हुन्छ। र कुनै पनि चीजलाई आदत नबनाउनुस्। र प्लस अर्को छ, कतिपय सम्बन्धहरु यति मिठा हुन्छन् कि दुवैले एक अर्कालाई मिस गर्छन् तर बोलचाल हुँदैन। यो भन्न खोजे चाहिँ कुनै सम्बन्धहरु हेर्नुस् है, कुनै सम्बन्धहरु कस्तो हुन्छ भने तपाईसँग बोलचाल हुँदैन हैन, तपाईसँग बोलचाल हुँदैन, तर उसलाई नसम्झिकन, उसलाई नदेखिकन चाहिँ तपाईको के कहीं हिँड्दा बिसोर हुने, त्यो पनि हो एउटा। कस्तो भने सम्बन्ध सबै स्टप भइसक्यो, बन्द भइसक्यो तपाईहरुको सम्बन्ध, तर त्यो सम्बन्ध कयौं पुरानो होस् नयाँ होस् बोलचाल हुँदैन। तर यादहरु मायाको सम्बन्धमा हैन कुनै आदतहरु कस्तो हुन्छ भने दुवै एकअर्कालाई धेरै सम्झिन्छ, धेरै भन्दा धेरै सम्झिन्छ, तर बोलचाल हुँदैन। यो तपाईको हैन, तपाईको जिन्दगीमा मेल खायो भने त्यो समय मात्र हुनेछ। र भन्दै अन्तिममा तपाईहरुले जति मेरो भिडियो मन पराउनु भयो भने यस्तै भिडियोहरु अर्को पनि बनाउँछु, कमेन्टमा लेख्नु होला हैन, कमेन्ट गर्नु होला। र सब्स्क्राइब गरेको छैन तपाईको मोबाइलमा ठ्याक्क मेरो यो भिडियो आइपुग्यो भने तपाईले एक सब्स्क्राइबर घण्टीमा ट्याङ हान्नुस् हैन, एउटा कमेन्ट छोड्दिनुस्। हरेक नयाँ भिडियो बनाउने बित्तिकै तपाईको मोबाइलसम्म पुग्न सफल होस् मेरो भिडियो भन्दै, जहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, खुसी रहनुस् हैन, सुखी रहनुस्, व्यस्त रहनुस्। व्यस्त भएपछि तपाई यतिकै स्वस्थ हुनुहुन्छ भन्दै यो भिडियोबाट छुटकारा पाउनु।